पहाड़ी भिख गाउँघर। यो हल पाठा दुईटा हल पाठालाई जाँगै छुट्दैन। एउटा कराएपछि अरू कराउने, अरू कराएपछि एउटा कराउने, एउटा जाँगै त्यहीँ जाने। भेडा भन्यो कि बाख्रा भन्ने खै। किनेर ल्याएको दुईटा भुन्डु याल। यो दुईटा किनेर ल्याएको भुन्डु खाली दुईटा अलग्गै बस्छ। बथानसँग हिँड्नु पनि गाह्रो मान्छ। अरूहरूले हान्ने भएर होला। गाह्रो छ गोठाले साह्रै गाह्रो छ। किनेर ल्याएको भुन्डु यो हल हो। यो हल पाठाहरू दुईटा पाठा हल छ है। यो चाहिँ प्योर लोकल हो। यो चाहिँ प्योर लोकल। यस्तो छ आज साउन 8 गते हो कि 9 गते आज मै कन्फ्युज भयो। दामी छ जोस। पहाडी भेगमा बस्न धेरै रमाइलो लाग्छ। तराई भेगमा बस्ने त के रमाइलो होला र। तर हामी पहाडी भेगमै जन्म्यौ हुर्क्यौ। आफ्नै जन्मथलो धेरै नै रमाइलो लाग्छ है। जे जस्तो भयो भने सायद सबैलाई त्यस्तै हुन्छ होला। आफू जहाँ जन्म्यो त्यहीँ रमाइलो। त्यसैले मलाई चाहिँ यही पहाडी भेग नै रमाइलो लाग्छ। जहाँ आफू जन्म्यो हुर्क्यो। आफ्नो जन्मथलो नै एकदम प्यारो है। मातृभूमि प्यारो छ। जसलाई पनि भएछ नि मातृभूमि प्यारो त। जन्म्यो हुर्क्यो भोलि चाहिँ त्यहाँ जानुपर्ने त्यहीँ हो। यस्तो छ ल अवस्था। मेरो बाख्राहरूको अवस्था यस्तो छ। मजाले चलिरहेछ यार। यो हल छोड्दैन। हल गएर छोड्दैन है। हल गएर छोड्दैन। बाख्राहरू साउन महिनाको 8 गतेको दिन बेलुकाको साँझ 4 बजेको अवस्था र यो बाख्राहरू मग्न रमाई चरिरहेको अवस्था छ है त। जे होस् धेरै दिन पछाडि आज एकछिन भए पनि छोडौँ न, चराउनु पर्यो बाटै भए पनि भनेर पानी नपरेको बेला बाख्राहरू एकछिन रोडै चराइरहेको अवस्था। यस्तो छ बाख्राहरू। अझै केटा आइज।